बालेनलाई गोली हान्ने योजना, झापामा ल्युसिफर मार्ने अडियो लिक। झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ। के झापामा चुनाव होइन नरसंहारको तयारी हुँदैछ? के कालेन शाहलाई झापामा टेक्ना साथ गोली ठोक्ने ग्रान्ड डिजाइन बनेको हो? दर्शकवृन्द, मुटु दहरो बनाएर सुन्नुहोला। अहिले सामाजिक सञ्जालमा डडेलो जसरी फैलिएको एउटा अडियो टेपले देशको सुरक्षा संयन्त्रको निन्द्रा उडाएको छ। टिकटक लाइभमा भएको एउटा गोप्य कुराकानी लिक भएको छ, जहाँ एमालेका कार्यकर्ता भनिने समूहले बालेन शाह, जसलाई उनीहरू कोड भाषामा ल्युसिफर भन्छन्, लाई झापामा कसरी सिद्ध्याउने भनेर खुल्लमखुल्ला छलफल गरिरहेका छन्। लखेट्ने मात्र होइन, गोली ठोक्ने वातावरण बनिसकेको दाबी गरिएको यो अडियोले प्रमाणित गर्छ। झापा 5 मा रगतको खोला बगाउने तयारी पूरा भइसक्यो। आज हामी त्यो अडियोको अपरेसन गर्नेछौँ र पर्दाफास गर्नेछौँ झापाको किलिङ मिसन। हामी त्यो अडियोका केही अंशहरूको विश्लेषण गर्दैछौँ। सावधान, भाषा आपत्तिजनक र हिंसात्मक हुन सक्छ। अडियोमा एउटा व्यक्तिले सोध्छ, झापामा ल्युसिफर जान्छ भने त्यसलाई त्यहाँबाट पनि गोली ठोक्ने वातावरण बनाउनु पर्छ कि? झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ। सुन्नुभयो? सिधै गोलीको कुरा। यसको जवाफमा अर्को व्यक्तिले जुन कन्फिडेन्स साथ जवाफ दिन्छ त्यो सुन्दा आङ सिरिङ हुन्छ। उसले भन्छ, वातावरण बनाइसकेको छ दाइ। बनाउनेले पनि निर्वाचन समितिले बुथ बुथमा सर्वदलीय बैठक राखेपछि ठोक्छौँ भनेर केटाहरूले भनिसकेका छन्। हान्ने पनि हो। मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ मेरो दाइ होइन। यो सामान्य धम्की होइन, अडियोमा सुनिन्छ। फ्रन्ट लाइनमा भोलिन्टियर फोर्स, त्यसपछि युथ फोर्स र अन्त्यमा अनेरा सबियु तयारी भएको छ क्या दाइ। अगाडि पङ्क्तिमा युथ भोलिन्टियर फोर्स, त्योभन्दा पछाडि युथ फोर्स, त्योभन्दा पछाडि अनेरा सबियु, पुरै 3 लयर छ क्या दाइ। तीन लयर राखेको छ क्या होइन। अब त्यस्तो अवस्था छ। अब हेरौँ अब के हुन्छ। लुसिफरलाई चाहिँ लखेटिन्छ दाइ। बालेनलाई जसरी पनि लखेट्ने, जो अगाडि आउँछ उसलाई कुटेर सिद्ध्याउने। यो कुनै चलचित्रको स्क्रिप्ट होइन, यो झापाको ग्राउन्ड रियालिटी हो। यो अडियो सुन्दा प्रष्ट हुन्छ, यो कुनै रक्सी खाएर बोलेको गफ होइन। यो कार्यकर्ता तहमा भरिएको आक्रोश र हत्याको योजना हो। कसैलाई लाग्ला यो फेक अडियो हो वा एआईले बनाएको हो, तर होइन। घटनाक्रमले यो अडियो सत्य भएको पुष्टि गरिरहेको छ। अडियोमा भनिए जस्तै सबैलाई कुटेर लखेट्ने योजना आज मनोनयन दर्ताको दिन हुबहु लागू भयो। जब बालेन शाह र्यालीमा सहभागी हुन खोजे, एमालेका युवा फोर्सले रासोपाका हजारौं समर्थकमाथि नियोजित आक्रमण गरे। अडियोमा जे प्लान गरिएको थियो, सडकमा त्यही एक्सन देखियो। यदि त्यो अडियो झुटो हुन्थ्यो भने आज झापाको सडकमा रासोपाका कार्यकर्ताको रगत बग्ने थिएन। यो संयोग मात्र होइन, यो प्री प्लान्ड एट्याक हो। एमालेका कार्यकर्ताहरू मैदानमा जसरी प्रस्तुत भए, त्यसले अडियोको एक शब्दलाई सत्य साबित गरिदिएको छ। यो खतरा राज्यले पनि महसुस गरिसकेको हुन सक्छ। त्यसैले होला झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूलाई हेडक्वार्टर तानियो। राजन लिम्बू तिनै एसपी हुन् जसलाई केपी ओली प्रधानमन्त्री हुँदा ओलीको खास मान्छे भनेर झापा पठाइएको थियो। तर सुरक्षा विश्लेषणले देखायो कि लिम्बूको कमानमा झापामा निष्पक्ष सुरक्षा असम्भव छ। उनले आफ्ना पोलिटिकल बोसहरूको आदेशमा आँखा चिम्लिन सक्ने खतरा देखेपछि गृह मन्त्रालयले तुरुन्तै एसपी वसुन्धरा खड्कालाई झापा पठाएको छ। एउटा एसपीलाई चुनावको मुखमा तान्नुले नै प्रमाणित गर्छ झापामा सुरक्षा थ्रेट चरम सीमामा छ। प्रहरी प्रशासनलाई पनि थाहा छ, त्यहाँ गोली चल्न सक्छ, त्यहाँ हत्या हुन सक्छ। अन्त्यमा यो अडियो एउटा चेतावनी हो। झापा 5 अब चुनाव क्षेत्र मात्र रहेन, यो युद्ध मैदान बनिसक्यो। यदि अडियोमा सुनिए जस्तै बुथ बुथमा ठोक्ने योजना कार्यान्वयन भयो भने यसको जिम्मेवारी कसले लिन्छ? केपी ओलीले वा एमालेको नेतृत्वले? बालेन शाहलाई ल्युसिफर भन्दै दानवीकरण गरेर गोली हान्ने कुरा गर्नेहरूलाई कानुन लाग्छ कि लाग्दैन? हामी सरकारसँग प्रश्न गर्छौँ। यो अडियोको तत्काल फोरेन्सिक जाँच गरियोस् र गोली ठोक्ने कुरा गर्ने अपराधीहरूलाई भोलिको सूर्य उदाउनु अघि हतकडी लगाइयोस्। झापावासी हो, सचेत बन्नुहोस्।